अंकल तपाईको नाम? मेरो नाम ठोकबहादुर हो नानी। ठोकबहादुर? कस्तो नाम हो यो ठोकबहादुर? खोइ नानी कस्तो हो कस्तो, मेरो मामाले राखिदिनु भएको नाम हो यो। अनि तपाईको थर? मेरो थर चाहिँ विलियम्स। विलियम्स? हजुर नानी, ठोकबहादुर विलियम्स हो मेरो पुरा नाम। अंकल तपाईको बाबा विदेशी हो नि बाबु, कसरी थाहा भयो? तपाईको नाम सुनेर थाहा भयो नि, कसरी थाहा हुनु र? तपाईलाई थाहा छ अंकल, तपाईको नाम सुनेर दुईटा कुरा थाहा हुन्छ नि। के बाबु? एउटा त यही तपाईको बाबा विदेशी रहेछ भनेर, अनि अर्को? अनि अर्को चाहिँ तपाईको मामा एक नम्बरको बोका रहेछ भनेर। नत्र कुन चाहिँ मामाले आफ्नो भान्साको नाम ठोकबहादुर राख्छ भन्नु त? होला होला, त्यही भएर मेरो मामाले 3-3वटा बिहे गर्नु भएको रहेछ। अंकल तपाईको उमेर भन्नुस् त? अब नानीलाई के ढाट्नु, हेर्दा त 40 वर्षको देखिन्छु, तर 50 हो खासमा। अनि काम चाहिँ के गर्नुहुन्छ नि? काम पनि भन्नु र? भन्नु पर्यो त अंकल, यहाँ फर्ममा लेख्नु परेन? खासै ठुलो काम त गर्दिन, त्यही अमला बेच्छु। मम्मी! के भयो नानी, के भयो? भूत देख्यौ कि क्या हो? केही होइन अंकल, उसलाई घरिघरि मम्मीको याद आउँछ के, त्यही भएर मम्मी मम्मी भन्दै कराउँछ। ए हो र, बिचरा नानी, लेउ अमला खाऊ, मन हल्का हुन्छ। नै हुन्न, उता लानुस् यसलाई, उता लानुस्। के भयो नानी, अमला खानु त राम्रो हो नि, एउटा अमलामा 10वटा स्याउको भिटामिन हुन्छ, थाहा छैन तिमीलाई? जेसुकै होस्, म खादिन तपाईको अमला। यहाँ ल्याउनुहोस् त्यो अमला, मेरो जिएफलाई लगेर दिन्छु म। भुलेर पनि त्यो अमला आफ्नो जिएफलाई नदिनुहोस्, पछि पछुताउनु पर्ला। किन, के छ र यो अमलामा? त्यो मलाई थाहा छैन, तर तपाईँले यो अमला आफ्नो जिएफलाई दिनुभयो भने पछि तपाईँ धेरै पछुताउनुहुन्छ।